तिमीले खाएको कसम साँचो भएको भए मैले तिमीलाई बिर्सन सक्ने भए तिमीले खाएको कसम साँचो भएको भए मैले तिमीलाई बिर्सन सक्ने भए किन पागल है। अब गीत कण्ठ हुने यो यसको गायक चाहिँ हाम्रो रोशन राई हुनुहुन्छ, खोटाङ कलाकार समाजको उपाध्यक्ष। हाम्रो त्यहाँ अगाडि नेतृत्व अगाडि हामीले शब्द दिएका छौँ। माइकहरू चाहिन्छ भने 2-4 वटा तपाईँ लिनुहोस्। सबैको मन रुएकै छ, पक्कै पनि मानव हौँ, सहानुभूति रहन्छ नै। त्योभन्दा बेसी तपाईँ हामी सबैजना बाँचुन्जेल विक्रम भाइसँग सहकार्य गर्ने गीत सङ्गीत सामाजिक सङ्घ संस्था विभिन्न क्रियाकलाप र गतिविधिहरूमा हामी साथमै रहेर सहकार्य गर्ने आज साथीभाइको त झन् पक्कै पनि मन चिरिएको छ, मुटु चिरिएको छ। आज यस श्रद्धाञ्जली कार्यक्रममा किरात कोही रानी टरको डाँडै डाँडा किसानको यो आँगनमा देखिरहेका छौँ। विक्रम राईको यो श्रद्धाञ्जली कार्यक्रममा विभिन्न पेसामा आबद्ध विक्रमको लागि प्रथम शब्द भन्ने त हुँदैन, जतिवटा शब्द छ उहाँहरूको सँगै छ र आशीर्वाद रहनेछ। मेनली त अब हाम्रो नारायणगोपाल दाइले गीताउनु भएको संसारमा जन्म दिएर ईश्वर वैषमा नमार भनेर चाहिँ उनलाई नै समर्पण गरेर लेखेको हो कि भन्ने। मा उपस्थित हुनुभएको थिएन र जो जतिजनाले त्यहाँनिर हाम्रो उपस्थित पुस्तिकामा नाम लेख्नु भएको छैन, कृपया यहाँनिर कृष्ण राईज्यूले त्यो पुस्तिका घुमाइराख्नु भएको छ। सबैजनाले आफ्नो उपस्थिति जनाइदिनु हुनका लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। किरात राई सांस्कृतिक कला